अब यहाँ थोरै थोरै हामी चाहिँ फोटोसोटो खिचेर जानुपर्ने हुन्छ माथि ढुङ्गामा होइन। यो ठुलो छ एकदम, फोटो खिच्नको लागि चाहिँ बनाइएको रहेछ। अगाडि ठ्याक्कै अब यहाँ चाहिँ होइन गौतम बुद्धको मूर्ति पनि छ। भाइले दाइलाई यही हलाएर आपालाई जेबाले डाँडा चालै बाखेरी हेलो एभ्रिवान, वेलकम ब्याक अनदर भ्लग। अनि मैले भ्लग चाहिँ नबनाएको चाहिँ धेरै भयो होइन। यहाँ के कति लगभग 1-2 महिना भयो मैले स्टप गरेको। अनि आज चाहिँ यहाँ फ्यामिली पिकनिक जस्तै यसो फ्यामिली भेटघाटमा हामी चाहिँ आएको छौँ। अनि हाम्रो पनि भेट चाहिँ 2-3 महिना पछिको है आजको भेट। अनि होइन नबनाउने भनेको के भ्लग नबनाउने भनेको, अनि सबैले बनाउनु कि बनाउनु भने अनि त्यही भएर बनाएको। तलतिरबाटै आफू बोकेर आउँछ। यहाँ चाहिँ अब थाहा नि मेरो भाइ यस्तो बोकेर आउँदैछ भन्दा मैले भन्दा सानो बोकेर आएछ त तिमीले। अनि यहाँ यो मेरो बोरा हो। अनि यता चाहिँ यहाँ आन्टी भेना फोटो खिच्ने पुरा उयो छ होइन। अनि यता यहाँ मासतिर अब हामी त्यसरी हिँडेर जानुपर्ने चाहिँ यहाँ उकालो आमाहरू त्यहाँ हुन्छ। अनि जानुपर्ने चाहिँ यहाँ मासतिर रहेछ, म तपाईँहरूलाई देखाउँछु ल। यहाँ चाहिँ यस्तो रहेछ ऐना। अब यहाँ थोरै थोरै हामी चाहिँ फोटोसोटो खिचेर जानुपर्ने हुन्छ माथि। टुलीहरू आउँदै हुनुहुन्छ यसरी बोकेर जानुपर्ने हुन्छ। ल यो चाहिँ जेवाले भन्ने ठाउँ एकदम रमणीय ठाउँ छ। यहाँ चाहिँ आजको हाम्रो पिकनिकै हो। आजको पिकनिक स्पोट चाहिँ यो जेवालेको है ग्राउन्डदेखि माथि यो हेर्नुहुन्छ। यो मूर्तिहरू पनि छ है। यहाँतिर फोटो खिच्नको लागि ऐनाहरू छ, विभिन्न छ है। भाइहरू आउँदैछ। यो भ्यू हेर्न सक्नुहुन्छ कति एकदम राम्रो छ। यहाँ हाम्रो टिमहरू चाहिँ छ। यहाँ देवा छ, नानाहरू छ, आउँदै हुन्छ हाम्रो टोलीहरू। यहाँ तल हाम्रो दिदी पनि गलेर त्यहाँ बसिराख्नु भएको छ, आउँदै हुनुहुन्छ। ठाउँ चाहिँ एकदम राम्रो छ है। यो सुङ्नीमा पारुहाङको प्रतिमा चाहिँ यो ढुङ्गामा खोपेर बनाइएको छ। बान्जी हाई भनिदियो यहाँ। हाई ल हाम्रो मम्मी यता देमा ल अघि आएर फोटो खिचिसक्नु भएछ। हामी पो ढिलो रहेछौँ त। बान्जा के छ हाई गर्नु छिटो यहाँ ल। कति ज्ञानी छ होइन, देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम ठुलो ढुङ्गामा होइन। यो ठुलो छ एकदम। अब यो क्यामेरामा यतिको आएको छ। हाम्रो बुवाहरू चाहिँ आगो फुक्न भनेर गइसक्नु भएको छ माथि अगाडि नै। साँच्चै राम्रो रहेछ। म चाहिँ अब फोटोहरूमा देखिरहेको, तर फर्स्टचोटि आएको। यो बन्नुभन्दा पछाडि चाहिँ अगाडि त आइराखेकै थिएँ। ल स्ट्यान्डमा खिच्ने फोटो ल राम्रो मान्छे जो बोल्ने त्यही हिँड्न राम्रो आयो। साँच्चै राम्रो छ यो चाहिँ। हामी अब यो ठाउँबाट फेरि अर्को हाम्रो पिकनिक स्पोटमा पुग्नको लागि फर्किसकेका छौँ। अब यहाँ अब हामी उकालो लाग्ने क्रममा छौँ। यहाँ अब नहिँडी साध्य छैन। अब बाइक तलै छोडेर आएको छौँ। अब हामीलाई माथि लान दिँदैन। त्यही भएर यो भिडियो चाहिँ तपाईँहरूको लागि बनाएको होइन। बनाउनै पर्ने भयो, किन भन्दाखेरि अब तपाईँले हेरिदियोस् भनेर हो हामीले चाहिँ बनाएको। नत्र भने म बनाउँदैन थिएँ कि। अब यहाँ फर्किने क्रममा चाहिँ हेर्नु कति चाहिँ राम्रो छ क्या। तपाईँहरू एकपटक आउनु होला अनि भिजिट गर्नु होला। अनि कस्तो छ आज कति हो यो 20 केजी जतिको भारी चाहिँ छ। तर आहा यहाँ शिवजीहरूको मूर्ति पनि छ। आउनु सक्नुहुन्छ यतातिर हेर्नु कति राम्रो छ। ल यहाँ गुराँसको फुल टिप्न सक्त मनाइ छ भने यतैबाट घुम्दा हुन्छ। यहाँ फोटो खिच्नको लागि चाहिँ बनाइएको रहेछ। कति राम्रो बनाएको रहेछ है। यो पनि यस्तो छ है। यहाँ चाहिँ एकदम साँच्चीकै के अब घुम्नलाई चाहिँ एकदम मन शान्त हुने गरेको ठाउँ छ। तपाईँहरू एकचोटि अवश्य आउनु होला। अगाडि ठ्याक्कै अब यहाँ चाहिँ होइन गौतम बुद्धको मूर्ति पनि छ। नेपालको झन्डा पनि यहाँ चाहिँ ढुङ्गामै खोपेर तयार गरेको छ। साँच्चै राम्रो बनाइएको छ। साँच्चै अहिले जाने हो त। म त फेरि जोसी छु, छिरिहालौँ कि जस्तो लागेको थियो। तर उहाँहरूले अब नाइ भनेपछि मैले पनि नाइ भन्नै पर्यो होइन। अब मलाई अहिले त्यति मजाले भिडियोहरू खिच्न आउँदैन। त्यही भएर शिवजीको भिडियो खिचिसकौँ। मैले खिचिसकेर आउँदै हुन्छ सबैजना। म चाहिँ भिडियो बनाउनुको कारण भिडियो बनाउनाले गर्दा फाइदा भएको छ। मैले भारी बोक्नु परेको छैन। फाइदा भेनाहरू एकदम गफ लाएर भेनाको गफमा मक्ख छ साथीहरू। अब भने त्यही यो गौतम बुद्ध भएको मूर्ति भएकोदेखि नै त्यसैको छेउमा हामी फेरि फाल्गुनन्द लिङ्गनको ढुङ्गामा
खोपिएको मूर्ति देख्न सक्नुहुन्छ। देख्न अलिकति मजाले देखाउन पाइनँ, यहाँ भिड छ कि। तपाईँहरू त्यसै हेर्नुहोस् कति राम्रो छ। भिडियोमा यस्तो सानो आए पनि ठुलो चाहिँ ठुलो छ। हाम्रो टिमहरू 18-19 जनाको टोली टिमहरू छौँ। सबैजना थाके भन्दै हुनुहुन्छ। यो डाँडा माथि पुग्न चाहिँ लगभग आधी घन्टा लाग्ने रहेछ साँच्चै। अब म खाली हिँड्दा पनि टाइम लाग्छ। एकदम राम्रो छ। अब यो सोलिङ गरिएको छ। हाम्रो दिदीले आज भाइले भिडियो खिचिदिन्छ भनेर भारी बोकिरहेछ क्या। तर भारी कहिले बोकेको मलाई याद छैन। मलाई त सुख छ नि आज। सुख पो छ त पुरै नगरौँ। अब यहाँ खाली हात हिँड्न कस्तो गाह्रो भएछ। हाम्रो देवा यहाँ अगाडि कस्तो खाली हात हिँडिरहेछ र पनि गर्नु भएको छ। हाम्रो दिदी त पुरा 20-25 केजीको भारी चाहिँ बोकेर हिँडिराख्नु भएको छ। ल मलाई भोलि एकचोटि फोन चाहिँ गर्नु न ल। गाइड सुँगुर बिरामी भयो अरे नि त, अन्त म यता छु होइन। अब सुँगुर बिरामी भयो, ज्यान जाने खतरा बढ्यो। तैपनि म मेरो गन्तव्यमा पुगेको छैन। लगभग आइयो कि क्या हो। लगभग आधी घन्टाको बाटोको यात्रा तय गरियो हामीले। देख्छ सामानहरू सबै छ। यस्तो टेन्टहरू राखेको छ, व्यवस्थित छ। यहाँ हाम्रो बुवा कि आइपुगेर चाहिँ आगो फुकिसक्नु भएछ। हाम्रो बुवा फेरि सानैदेखि फुर्तिलो चाहिँ आज भोलि पनि कमी चाहिँ छैन। हेर्न दाउरा अब हामी आएर गर्नुपर्ने काम चाहिँ उहाँले आएर गरिदिइसक्नु भएछ। अब यहाँ हेर्नुहोस् केटाकेटीहरूको लागि खेल्ने ठाउँ भयो। यो यस्तो राम्रो छ क्या तपाईँको। योहरू सबै यहाँको जेवाले परिवारले चाहिँ एकदम राम्रो व्यवस्थित गरिदिएको छ क्या। यस्तो पिङ खेल्ने छ। अब हेर्न कुनै ठाउँ त यस्तो ठाउँमा अब पैसा तिरेर बस्नुपर्ने हुन्छ फन पार्कहरूतिर। तर है यहाँ पर्दैन केही पनि। यहाँ लाइटहरू पनि बलिरहेछ। लाइट पनि बलिरहेछ क्या। कुरै नगरौँ न, अब तारिफको कुरै नगरौँ। ल अब हाम्रो चाहिँ आइटमहरू सबै उतैबाट तयार गरेर ल्याइएको छ। त्यही भएको कारणले अब खासै धेरै मिहिनेत गर्नु पर्दैन। उहाँहरूले जब वाचिपा खाने अरे नि त हामी यो कराईमा चाहिँ पकाउने। अनि यहाँ आगो छँदैछ। सामानहरू देख्न सक्नुहुन्छ। लगभग हाम्रो सबैजना आइपुग्नु भयो। हाम्रो भेनाले पनि यहाँ पोका पाकी लिएर आइपुग्नु भएको छ। यहाँ चाहिँ सामान स्टोर गर्ने रहेछ। टोइलेट चाहिँ कतै छ होला, यता पर पानी यता पर रहेछ टोइलेट चाहिँ। यहाँ चाहिँ सामान स्टोक गर्ने रहेछ यहाँको आयोजकले राखेको। ल है पिङ खेल्न थाले सबैजना। दिदीहरू खेल्ने, भाइहरूले खेल्ने भएछ। थाकेर बसिराख्नु भएको छ आमाहरू देमा। यहाँ चाहिँ यो भएकोले एकदम शीतल छ क्या। गर्मी लागेको छ तर पनि हेर्नु न मैले लुगा चेन्ज गरेको छैन। कस्तो हुँदैछ त भ्लग चाहिँ अब कस्तो बनौँ होइन। तर अब मेरो भाइलाई नै मैले भ्लग बनाउनु दिएको। अनि म चाहिँ यति भारी त कति 20 केजी त थियो होला लगभग। 20-22 केजी जतिको भारी चाहिँ अब बोकेर थाहै पाइमा भन्ने हुन्छ कि गाह्रो चाहिँ भएको थियो कि। तर हामीलाई पुरा अब क्या खुसीले गर्दाखेरि क्या यस्तो क्या। पानीहरू पनि व्यवस्थित छ है। घरबाट केही ल्याउनु परेन, आफूले खाने कुरा मात्रै लिएर आउने। पानी भयो, टोइलेट बाथरुम तल रहेछ ऊ हैन। यहाँतिर बोटुकोहरू भयो भएको सबै चाहियो के अरे आफूलाई चाहिने सामानहरू सबै त्यहाँ पाउँछ। आफूले तेल नुन अनि के हो त्यस्तोहरू मात्रै ल्याउने क्या। चामलहरू के खाने, सेकुवा खाने, हामीले पनि ल्याउँछौँ सेकुवाहरू खाने। अनि अब राईहरूको एकदमै चलेको के अरे वाचिपा आज चाहिँ गाइस है। तपाईँहरूलाई भरे हेर्नु न के आइटमहरू पनि आइसकेको छ। हेर्नुहोस् न हाम्रो त धेरै चिजहरू छ त। खै अनि डेक पनि बजाउने भनेको होइन हाम्रो। खै साउन्ड सेट यहाँ अब पुरा यो चाहिँ सोरुमबाट आएको छ हो नयाँ। पुरा यहाँ अब बजाउन स्टार्ट गर्न आँटेको छ है। अब हेर्नुहोस् हिजै जेरी पनि आफै बनाएर ल्याउनु भएको छ क्या। कस्तो कति मिहिनेत गर्नुभएको। यो पुरी चेप्टी गयो भन्दै हुन्छ। के हो यो पानी पनि ल्याउनु भएको उतैबाट। पानीहरू पनि बोकेर आउनु भएछ। कस्तो हो यो हाम्रो लागि चाहिँ एक्सट्रिम आएको छ है गाइज। ल आइटमहरू निकाल्दै हुन्छ है। यो मात्ने पानी हो क्या भान्जी, यो तिमीले खाने होइन गाइज। भ्लगरले त ढिलो पो खानु पर्दो रहेछ। अहिले थाहा भयो नि यार, कस्तो ढिलो थाहा भएर खराब भयो नि त। खाऊ ऊ चाहिँ यस्तोमा म यो पनि चल्दैन र म चाहिँ यस्तोमा 3 पानी राख्छु। यो त दामी हुन्छ नि त खानु। यो पानी हुनेलाई मात्रै फेरि तपाईँहरू पानीमा
अब यहाँ वाचिपा पकाउनु पर्ने हुन्छ अरे साह्रो पर्यो भने म्याट उयो के रे पालहरू रहेछ जति सुत्ने व्यवस्था पनि हुन्छ टेन्सनै नगरी भोलि बिहान जाँदा पनि त भइहाल्यो हैन अब यहाँ सेकुवा छ तर एकछिनपछि पहिला वाचिपा खाने यो थोरै यो मात्रै पड्काउने हो अहिलेलाई चाहिँ थोरै एक जोडी कालुको शिकार गरेर चाहिँ वाचिपा वाचिपामा ल यति मात्रै हो ए दुईटा भयो है यसरी हाल्दिनु तपाईँ चलाउनु लेख्छ नानी लिइसक्यो ल गयो है अब सुकालो अब यो चाहिँ अब हामी 4 जना चाहिँ यता वाचिपा बनाउनुमा है त ल अब रेडी भएपछि देखाउँछु न त हजुरहरूलाई अन्त हिजो अरूभन्दा पनि केटाकेटीलाई चाहिँ रमाइलो रहेछ नि त त्यहाँ उयो यता आमा टोलीहरू चाहिँ अब खाएर एकछिन आनन्दसँगले कस्तो मलाई भ्लग बनाउन आउँदैन कि के हो यो क्यामेरा यता आफ्नोतिर फर्काएर त कता झनै खस्यो त अब म्याट ओछाएर गाइज ल मैले आज यो कस्तो अप्ठ्यारो हुँदो रहेछ क्या यो नाना उयो थियो होइन सेल्फी स्टिक थियो होइन कहाँ छ पुरा अप्ठ्यारो भयो नि त यो हातमा पक्रेर त है म गाइज अब सेल्फी स्टिकमा चाहिँ ट्याक्क गरेर म भिडियो बनाउँछु ल म चाहिँ पुरा है गर्मी किन हुन्छ भने ज्याकेट अघि खोलेको यो लगाइराखेर रहेछु क्या ल मेरो ज्याकेट कहाँ छ यहाँ छ ल यहाँ चाहिँ दिदी कति ज्ञानी छ क्या फेरि ज्ञानी नम्बर 1 छ क्या फेरि एक्लै आफ्नै शिरमा गरिराख्नु भएको छ हजुर त के हो के ल अब यति पानी हालेर पाक्छ त अझै फेरि एक लट हाल्नु पर्यो है घुमेर पछि आउने नाचेर घुमेर पछि आउने यहाँदेखि भ्यू हेर्नु त ल यहाँसम्म गाडी आउँदछ होइन एकदम सानो मान्छे पिङ खेलिरहेछ अहिले त के भन्नु हेर्नु न पैसा भेटेर कति खुसी हुनुहुन्छ नि 300 रुपियाँ कार्पेटमा एउटा फ्रुटी चाहिँ आउँदैछ ठ्याक्क 30 रुपियाँको ल हाम्रो आन्टी कति ज्ञानी हुन्छ उहाँ त नम्बर 1 क्वालिटीको हुनुहुन्छ भने नानालाई अब भने म क्यामेरा हस्तान्तरण गर्न चाहन्छु अहिलेलाई अब एकछिन त्यहाँ समितिहरू गठन भएको छ खाएपछि त यसरी हेर्नु के तेरो जिब्रो अहिले त जहिले यसको जिब्रो निकाल्छ आन्टी के भएको यसलाई त कुटिदिनु जस्तो सुमिता न कुनै चाहिँ त्यहाँ टिक्छ यस्तो गरेर चलाउनु पर्ने आफ्नो धुनमा त्यता गेम खेल्न थाले यता पिङ यता कुनै सुत्ने अनि म चाहिँ यस्तो गर्नु भयो होइन त्यहाँ अनि अब सबै खेल्ने के गर्ने यतिको रमाइलो त अनि यता मोबाइल हेरेको छ बसिरहेको छ अनि हान्नु सकेको छ म चाहिँ यो बनाउने मेरो डिपार्टहरू यहाँ चाहिँ पुरा टिकटक बनाउने कार्यक्रम हुँदैछ मलाई त्यस्तो गर्मीमा अनि यता आमा चाहिँ कहाँ गएर आउनु भएको जे भाले हेरेर आउनु हाम्रो आमाको पहिलाको घर हेरेर आउनुभएको अरे हामी चाहिँ तर सरेर अहिले यता गएको हो नि त उता घरतिर कस्तो लाग्यो त नि आमा तपाईँको रमाइलो छ आमा मजा भइरह होला होइन आमा खै काइली हो तपाईँको बहिनी यता आउनु यहाँ शीतल छ अरू त आमाको बहिनी काइली पनि आउँदैछ त्यहाँ गर्मी भयो आमामा खुसी त होइन लु यहाँ बस्नु यहाँ शीतल छ छोरा कहाँ गएर आउनुभएको रे भालेहरू हेर्नु गएर आएको हामी तपाईँको घर पहिलाको होइन अनि ए के हो दिदी बहिनीको पुरै सेपरेट भाइले दाइलाई पुरै हल्लाइरहने आपालाई चाहिँ तर केही थाहा छैन क्या आमा चाहिँ मजा के हो दिदी बहिनी त पुरा सुटुक्यो नि उयो हुँदैछ त गीत गाउनु त महिना यहाँ अङ्कल हुनु त राम्रो रमाइलो अङ्कल बस्नु छोडिदिनु अङ्कल चिन्नुहोस् ढुङ्गा ताला बिसाउने भाले डाँडा जाँदैमा खेली कोही छ कि रिसाउने लायो माछैको रानीले तपाईँको सुर्ता कासैको रन्क गाउँको पानीले
कस्तो छ होला हामीले बनाएको वाचिपा जन्तरे कैला दाजुभाइ हुनुहुन्छ उहाँहरू चाहिँ धन्यवाद। यता हुनुहुन्छ आमाहरूको टोली कैली र शैली यता भान्से टोली छ मेरो त छ नि यता चाहिँ छोराछोरीहरू हो आफ्नो आफ्नो पारामा यो अझै खानेकुरो धेरै छ अझै छ। अहिले 2 बजी हुँदैछ, हामी 4 बजीसम्म जम्मा जम्मी गर्ने। 2 घन्टामा कति खाइसक्नु पर्ने हो। यहाँ हतार लाग्यो, भुँडी अगाएको छ। पेट पूजादेखि लिएर आजको हाम्रो फ्यामिली पिकनिक चाहिँ सकेको छ। अब जानलाई तन्तर भन्दा पनि अब यो सामानहरू चाहिँ अन्तिममा जाँदाखेरि सबै हामीले यहाँ तलतिर छ क्या, यहाँ राख्नुपर्ने हुन्छ यसरी थन्के राख्नुपर्छ। अरू सबै यहीँ हुन्छ। ल है गाइजहरू, अब हामी चाहिँ लास्ट हिँडेको हो होइन। अनि म चाहिँ अघि पनि गाडी बगेको थिएँ, अहिले पनि यहाँ बगिरहेको छु। तपाईँ चाहिँ हाम्रो गीत बोलाउने हो होइन। टोलीहरू चाहिँ यहाँसम्म आइपुगेको रहेछ। यहाँ फोटो खिच्दै ढुङ्गाको अब जानुपर्ने हुन्छ। कस्तो छ त? ल म बोक्छु नि जाँदैन उयो छ नि त यहाँ पनि। अनि उता पनि छ बिचरा भेनालाई एकछिन त उतारसम्म चाहिँ म चाहिँ हालिस् त म बोक्छु। यहाँ चाहिँ तपाईँहरू आफै पढ्नुहोस् ल। हजुरभन्दा पनि मलाई मन परेको चाहिँ माथितिरको रुख हो क्या, कस्तो मजाले अनि यो लुगा चाहिँ मलाई गाह्रै भइसक्यो। अघि सोह्र तानेर होइन। अनि अघि सुरु पनि यहाँ फोटो खिचेको। अब यहाँ तलतिर एउटा ऐना छ सक्छ होला। सुरु मैले अघि सुरु भनेको थिएँ अघि भिडियोमा, तर यो होइन क्या, यहाँ तलतिर छ। मेरो पछाडि पनि देख्नु भएको छ कि छैन देखेँ। साबिता आउँदैछ कतिको चाहिँ डाँडा हो माथिबाट आएको। अब हेर्दै अघि जाँदाखेरि यताबाट अहिले यताबाट आएको। अनि यस्तरी होइन। अनि हिजो त पुरा यस्तोहरू गरेर हिँडिरहेको छु। ज्याकेट चिसो भए पनि गर्मी नै छ क्या ज्याकेटहरू लाउँदा चाहिँ कस्तो भइरहेको छ। अनि हामीले चाहिँ पुरा ब्यागहरू बोकेर जाँदै हुनुहुन्छ। कस्तो भयो शैली बहिनी भन्दाखेरि फेरि कस्तो सुनिन्छ होला। ल है साथीहरू, अब चाहिँ हामी यहाँ आइपुग्यौँ होइन। आमाहरू भित्र बसिराख्नु भएको छ। मेरो हालत यस्तो छ, मेरो मात्रै नभएर आमाहरू पनि हालत यस्तो गाइजहरू आउनु होला। अनि अब हाम्रो चाहिँ गाडीहरू यता अब हामी चाहिँ जानलाई रेडी भइसकेको छौँ होइन। अनि गाइजहरू आज चाहिँ हामी यतिजना आएको थियौँ होइन। अनि आज त हाम्रो रोक्यो त रोक्यो नरोक्यो ल अब हामी लास्टमा बस्नुपर्ने हुन्छ। अब यहाँ बसेर जानुपर्छ। अब हामी चाहिँ ओह्रालो यता जानुपर्ने भयो। अघि भाइले नानी उडाइदिएछ। अब घरतिर लाग्ने भयो। एउटा 2टा बाइक अघि केटाकेटी ओह्रालो जाने मान्छे लगिदिएर बिजोक भयो नि। यहाँ रहेछ यहाँ बसेको के जाने बाउले घरबाट जानु पाउँदा घर जानुपर्ने चाहिँ कहाँ माउलीको कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला गाइस। बाइ।